पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर प्राविधिक साथी सबिन सहित म सञ्जयमा समानुपातिक सूचीमा रासोपा प्रवास विभाग केन्द्रीय सदस्य तथा गण्डकी इन्चार्ज विष्णु कुमारी गुरुङ एकतालाई उम्मेदवार बनाएको छ। वा रासोपाको कास्की जिल्ला संस्थापक सभापति पनि हुनुहुन्छ। सूचीमा उहाँ 29औं नम्बरमा रहनु भएको छ। रासोपाले आदिवासी जनजातितर्फको कोटामा समावेश गरेको हो। विभिन्न सङ्घ संस्थामा आबद्ध रहँदै नेतृत्व समेत लिनुभएकी गुरुङ मातृभूमि फर्किएर आफ्नो व्यवसायको साथै सामाजिक सेवामा सक्रिय पनि हुनुहुन्छ। अमेरिका 14 वर्ष बसेर त्यत्तिकै क्रियाशील रहनु भएको गुरुङ विशेष गरेर महिलाका विषयमा थुप्रै कार्यक्रम गरी NWGN नेपाली वुमन ग्लोबल नेटवर्क क्यालिफोर्निया शाखाको अध्यक्ष समेत रहनु भएको थियो। दर्जनौं अवार्डहरूले सम्मानित गुरुङ जबसम्म राजनीतिक धार परिवर्तन हुँदैन तबसम्म देशको जनताको अवस्था परिवर्तन हुँदैन भन्ने भावनाले राजनीतिमा होमेको बताउनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्दैछौँ, निर्वाचन केन्द्रित कुराकानी गर्दैछौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्लाको लागि समानुपातिक उम्मेदवार विष्णु कुमारी गुरुङ एकता हामीसँग निर्वाचनको सन्दर्भमा कुराकानीको लागि यति बेला स्टुडियोमा हुनुहुन्छ। नमस्कार, यहाँ स्वागत छ। नमस्कार छ सञ्जय भाइ। आराम हुनुहुन्छ? हजुर, एकदम ठिकठाक छु। अहिले त चुनावी यो माहौलमा भनौँ न, निर्वाचनको लागि तालिका पनि निकै व्यस्त होला। हजुर, व्यस्त हुनै पर्यो नि। अब यो देश बदल्ने कुरा हो होइन। यत्रो जनतालाई हामीले बुझाउनु छ किन राष्ट्रिय स्वतन्त्र पार्टी आएको हो र एजेन्डा के हो त, किन हामीले अहिलेको चोटि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टीमा मत लगाउने हो त भन्ने कुरा हामीले जनतालाई बुझाउनै पर्छ। जनताले बुझ्नु भएको छ धेरैले, र यो दायित्व हामी सम्पूर्ण नेपालीको हो भाइ। त्यसैले सम्पूर्ण नेपाली अहिले व्यस्त हुनु एकदमै जरुरी छ। यो फागुन 21 को जो चुनाव हो, यो भनेको मतदान गर्ने मात्रै होइन, भोट गर्ने दिन मात्रै होइन, आफ्नो छोराछोरी र यो देशको भविष्य बदल्ने दिन हो। त्यसैले यो ऐतिहासिक दिनलाई क्यालेन्डरमा ठ्याक्क कति दिन बाँकी भनेर कसलाई भन्नु छ होइन। विदेशबाट छोराछोरीहरू, आफ्नो भान्जा भान्जीहरू सबैले आमा बुवालाई, आफ्नो परिवारलाई भनेको स्थिति छ, र आफूले पनि यहाँ आफ्नो इष्टमित्र होइन, नाता गोता हुन्छ कि आफ्नो